गीत र सङ्गीतमा मात्रै होइन, आज उहाँले निकाल्नु भएको 3वटा म्युजिक भिडियोले के सन्देश दिएको छ भने एम बराल एक्सन ओरिएन्टेड गायक तत्काल काम गर्न चाहन्छ। तत्काल किनभने अरू मान्छे सोच विचार गर्छन्, भने चाहनु हो तत्काल भने हिजो एक दिनमा एउटा म्युजिक भिडियो सुटिङ गर्नु एम बराल। त्यसैले सबैलाई आज म आग्रह गर्न चाहन्छु, एक पटक तपाईँहरूले एम बरालजीलाई ताली बजाएर अभिनन्दन गर्नु। एकदम राम्रो गायक, असल गायक र गायन क्षेत्रमा धेरै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ। तर एमजी र मेरो सम्बन्ध धेरै किसिमको पाटाहरू छन्। के भयो माइक जान चाहन्न। एमजीलाई म सानै उमेरदेखि चिन्छु, पोडसको नेपालको स्थापना भएदेखि नै चिन्छु। उहाँ र मेरो सम्बन्ध भनेको करिब करिब 25-30 वर्षदेखिको सम्बन्ध। माइकै चाहिँदैन क्या सरले। त्यो सम्बन्धमा पनि उहाँको सबैभन्दा राम्रो सरलता भनेको र साथीभाइसँग मिल्न सक्ने, साथीभाइलाई एकदम माया गर्ने र साथीभाइसँग घुलमिल गरेर रहन सक्ने, सबैको मनमा बस्न सक्ने गायक एम बराल, सबैको। त्यसै गरी आजका प्रमुख अतिथि नेपाली जनताले अत्यन्त सम्मान गर्ने, नेपालमा कला क्षेत्रमा, चलचित्र क्षेत्रमा, हास्यव्यङ्ग्य क्षेत्रमा, गायन क्षेत्रमा र सबै क्षेत्रका साझा व्यक्ति भनेर हामीले खोज्दाखेरि नेपालमा खोज्नु पर्यो। साझा व्यक्ति को? मदन कृष्ण श्रेष्ठ। सबैले मान्ने, सबै क्षेत्रको मान्छेले अत्यन्त सम्मान गर्ने व्यक्ति। एकजना गाउँको किसानदेखि देशको प्रधानमन्त्रीसम्म, एकजना सडकमा काम गर्ने हरियादेखि म जस्तो पत्रकारसँग सबैले सम्मान गरे, सबैले मनमा राखे। किन मान्छे जीवनमा नाम कमाउँछ, उसले प्रतिष्ठा ख्याति कमाउँछ, तर मदन कृष्ण श्रेष्ठले के कमाउनु भयो आज तपाईँलाई? आज म घोषणा गर्छु। तपाईँहरू के भन्नुहुन्छ? उहाँलाई के भन्न चाहन्छु थाहा छ? यो देशको गीत र सङ्गीतको मात्रै होइन, नेपाली चलचित्रको हरेक क्षेत्रको साझा लौह पुरुष। त्यसैले मलाई पनि तपाईँले सम्मान व्यक्त गर्न आग्रह गर्न चाहन्छु। दिपक दाईको बारेमा त दिपक जमाउनु भनेको मेरो मन्त्र होइन। हाम्रो म्युजिकको कुरा गर्यो, गीत र सङ्गीतको कुरा गर्यो, सङ्गीतकारको कुरा गर्यो, दिपक जङ्गमजीलाई धेरैले माया गर्छन्। तर मैले चाहिँ माया मात्र होइन, म चाहिँ उहाँलाई सम्मान गर्छु, आदर गर्छु। त्यसैले म एकजना यस्तो गीत र सङ्गीतको कुरा गर्दाखेरि सङ्गीतकारको रूपमा म दिपक दाईलाई सबैले ताली बजाएर अभिनन्दन गर्न आग्रह गर्न चाहन्छु। र विकसित मिलोको कार्यबाट हाम्रो देशको हास्यव्यङ्ग्य क्षेत्रमा, चलचित्र क्षेत्रमा जस्तो राम्रो, असल र एकदम राम्रो निपुण राम्रो कन्टेन्ट बुढाले नायिका र अहिले त कार्यक्रम प्रेजेन्टर पनि हो, कार्यक्रम पनि चलाउँछु कमेडी सो। त्यसैले उपस्थित महिला त संसारले म लामो भाषण नगरिकन जाँदा अहिलेको अवस्थामा हाम्रो देशको गीत र सङ्गीतको कुरा गर्दा, आधुनिक गीतको कुरा गर्दा, एम बरालको कुरा गर्दा हाम्रो देशले साँच्चीकै मान्छेको जीवनमा गीत र सङ्गीत किन अनिवार्य छ? मान्छे आज समाज किन तनावमा छ? कोही पनि मान्छे खुसी देख्दैन, मुहारमा मान्छेको मुस्कानमा मान्छे जहिले पनि तनावै। तर एम बरालको गीत सुनेपछि, हेरेपछि सबै मान्छे खुसी हुन्छ। आजको 3वटा गीत बरालले चाहिँ के पायो भन्दाखेरि मान्छेलाई सबभन्दा ठुलो कुरा के चाहिन्छ? खुसी चाहिन्छ। त्यो खुसीले मान्छे संसार जित्न सक्छ, मुस्कानले मान्छे संसार जित्न सक्छ, गीत र सङ्गीतले संसार जित्न सक्छ। गीत र सङ्गीतको परिभाषा, लगाम अथवा त्यसको सन्देश भनेको के हो? मान्छे जब गीत र सङ्गीतबाट टाढा रहन्छ त्यो मान्छे मानवै हो। गीत र सङ्गीतबाट कोही पनि टाढा रहनै सक्छ। जस्तो सुकै परिस्थितिमा पनि उनले भ्याएसम्म काहीँ न काहीँ, जस्तो चाहिँ 24 घन्टामा 10 सेकेन्ड होस्, 1 मिनट होस् अथवा 5 मिनट 10 मिनट किन होस्, उसले गीत र सङ्गीतमा आफ्नो ध्यान दिनै पर्छ। तपाईँ 24 घन्टामा 18 घन्टा काम गर्दाखेरि कहिले गीत सुन्नु भएन भने, गीत र सङ्गीतमा तपाईँ पारखी हुनु भएन भने, गीत र सङ्गीतमा तपाईँको निकटता भएन भने
तपाईँ कहिले पनि सक्नुहुन्छ। म आज सबै पत्रकार साथीहरूलाई भन्न चाहन्छु, हामीले गीत र सङ्गीतलाई पछिल्लो समय हाम्रो मिडिया इन्डस्ट्री, हामी सञ्चार जगतले जति स्थान दिनुपर्थ्यो त्यति नदिएको हो कि अहिले हाम्रो राजनीतिक घटनाक्रममा बढी हामी तल्लीन भएको हो कि जस्तो मलाई लागेको छ। तर म धमलाको हमला चलाउँदैछु, तर गीत र सङ्गीतमा केन्द्रित रहेर फेरि पनि चलाउँछु। तपाईँहरूलाई म के आग्रह गर्न चाहन्छु भन्दाखेरि म एम बरालजीलाई त्यो कार्यक्रममा बोलाएर उहाँलाई विशेष वक्ताको रूपमा बोलाएर उहाँको गीत र सङ्गीतमा जुन किसिमको गायन क्षेत्रको अनुभवलाई 3 करोड नेपालीको जनताको बिच चिनाउन चाहन्छु। एमजी मैले एउटा प्रस्ताव गरेको थिएँ एमजीलाई, मदन भाइ अब राजनीतिमा आउँछु, धेरै कलाकारहरू राजनीतिमा आउनु थाले। मैले एकदिन एमजीलाई के भन्नु अस्ति भन्दाखेरि कफी सपमा, हजुर हाम्रो यहाँको चाहिँ कोरियाको संस्थापक अध्यक्ष राईजी पनि आउनुहुन्छ। अनि उहाँ राईजी र एमजी कफी खाइरहनु भएको थियो। अनि मैले एमजीलाई भने ल तपाईँ राजनीतिमा आउनु, धेरै कलाकार राजनीतिमा आए, अब तपाईँ इलामबाट चुनाव लड्नु। तपाईँ इलामको बारेमा जसरी गीत गाउनु भएको छ, किनभने तपाईँलाई इलामी जनताले भोट हाल्छ। इलामलाई चिनाउने एम बराल इलाम। त्यसैले गर्दाखेरि इलाम यसै पनि बान्डिङ छ, इलाम यसै पनि लोकप्रिय छ। इलामको चिया नखाने मान्छे छैन। इलामको चिया खाएर बिहान म नेपाली बस्छ, नेपाली इलामको छ। किन भन्दाखेरि म बिहान 4:30 बजे उठ्छु, 6 बजे म स्टुडियो पुग्नुपर्छ नेपाली बस चलाउनको लागि। जस्तो सुकै परिस्थितिमा पनि म 1 बजे सुत्दा पनि, 2 बजे सुत्दा पनि, 3 बजे सुत्दा पनि म रेडियोमा पुग्नै पर्छ 6 बजे, किनभने प्रत्येक दिन कार्यक्रम चलाउँछु। अनि इलामको चिया खाएर मात्रै म कार्यक्रम सुरु गर्छु। इलाम नेपाली र नेपालको पहिचान इलाम, इलामको चिया। म इलामको चियालाई बान्ने गर्न चाहन्छु, किन हामी नेपाली आफ्नो देशको अस्तित्व, आफ्नो देशले माया गर्नु, देश सङ्कटमा छ। मदन भाइ हामी सबैले सबभन्दा ठुलो कुरा देश हो, जनता हो, सबभन्दा ठुलो कुरा व्यक्ति स्वार्थभन्दा माथि उठेर एम बराले जस्तो गीत गाउन हामी सबैले उत्प्रेरित गरौँ। हेमजी तपाईँलाई धेरै धन्यवाद दिँदै सबैलाई म अभिनन्दन गर्दै म सिधै बिदा हुन्छु। हस्त नमस्कार।